समग्रमा बुझ्नुपर्दा धरानले उत्सव चाहिँ 2055 साल तत्कालीन मेयर मनोज म्याङ्गोको नेतृत्वमा मनाउँदै आए। प्रधानमन्त्री पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको बाहुलीबाट उद्घाटन भएको 55 55 56 57 तत्कालीन राजा वीरेन्द्र को जन्मोत्सव पुष 14 गतेलाई आधार मानेर चाहिँ मनाइन्छ। अनि यो चाहिँ धरान डे चाहिँ तत्कालीन मेयर तिलक राई हाल आएर सुरु भएर अहिलेसम्म चलिरहेको छ। पुष 20 लाई कायम गर्दै अहिलेसम्म 2082 साल पुष 20 गतेसम्म आइपुग्दा 125 जन्म मनाइरहेछ। तपाईँको बुझाइमा चाहिँ धरानको जन्म चाहिँ 1958 अगाडिदेखि नै अगाडि नै भएको हो। जुन बेला यो 125 वर्षभन्दा धेरै अगाडिदेखिको हो। झडा फडानी गएकोलाई त गणना भएन। यो जब औपचारिक घोषणा भएपछिलाई त्यसलाई आधार मानेर 125 वर्ष नामाकरण अथवा न्वारान बच्चा चाहिँ अगाडि जन्म्यो न्वारान चाहिँ अलिक पछि भएको भने त्यो त प्रकृतिको नियमै हो। त्यही ढिलो त्यसरी भएको त्यसरी हो। औपचारिकतालाई आधार मान्दा 125 वर्ष पछि त्यसलाई विकसित भने धरान केही वर्ष जेठै हो केही वर्ष जेठै हो भने तपाईँको बुझाइ।